Hello everyone, welcome to back my YouTube channel. I hope सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदमै सन्चै छु र तपाईहरुमा आज एउटा नयाँ भिडियो लिएर उपस्थित भइसकेको छु। I hope लामो समयपछि तपाईहरुमा आज भिडियो लिएर आउन पाउँदा एकदम धेरै खुसी लागेको छ किनकि यो भन्दा केही अगाडि दिनहरु मैले आफ्नो कार्यव्यस्तताको कारणले गर्दा तपाईहरुमा आज भिडियो लिएर आउन सकिरहेको थिएन। I hope आज ल्याउन पाए एकदमै धेरै खुसी छु। I so very happy किनकि धेरै लङ समयपछि एउटा मेमोरी पछिको लागि पनि त हुन्छ। त्यसकारणले गर्दाखेरि मैले अब भिडियो कन्टिन्यू गर्ने विचार र सोचमा रहेको छु। अनि म के गर्दैछु, म कहाँ जाँदैछु र म के गर्दैछु भन्ने कुरा तपाईहरुले थम्बनेल र टाइटल हेरेर थाहा पाइसक्नु भएको छ। म कहाँ हिँड्दैछु भने म काफल खान। अहिले त पहाडमा एकदमै धेरै काफल पाकेको हुन्छ नि, त्यही काफल लिनको लागि म टिप्नको लागि म यस्तो बाटो जाँदैछु किनभने हाम्रोमा काफल छैन, अरूकोमा छ त। अनि अहिले हेरौँ एकचोटि कतिको छ त भनेर जाँदैछु हेर्न। अब हेरौँ कतिको पाकेको छ भने म टिप्नेछु, पाकेको छैन भने त अब त्यस्तै नि हो, हेर्दै जानु होला। अनि हामी काफल टिप्न जानको लागि नि यस्तो जङ्गलको बाटो हिँड्नु पर्छ के साथीहरु। अनि एकदमै धेरै दुःख हुन्छ के, कहिले कस्तो खुसी लाग्छ, कहिले कस्तो दुःख लाग्छ। आयो एकचोटि हेर्न जाऊ छ कि छैन, घाँस पनि हेरेर आऊ अनि घरबारीमा गएर काफल पनि हेरेर आऊ। यस्तो बाटो हिँड्नुपर्छ हो जङ्गलमा साथीहरु। म चाहिँ हिँडिरहेको छु। तल हेर्नु न यस्तो धेरै भिड छ। माई गॉड, पारी गाउँ। यो चाहिँ नि दाउरा काटेर मम्मीले राख्नु भएको रहेछ। अनि त्यहाँ पनि चाहिँ दाउरा काटेर राख्नु भएको रहेछ मम्मीले। अनि त्यहाँ पनि राख्नु भएको रहेछ साथीहरु। त्यहाँ आयो म किनकि यता किन धेरै आएन भन्दा म बिरामी भएपछि यता आएको थिएन। के बिरामी भनेर सोच्नु होला किनकि मेरो दाँतको प्रब्लम थियो। त्यो कारणले गर्दा म चाहिँ आउन सकेको थिएन। त्यही भएर सब यो बोनहरु मैले फाडेको थिएँ यस्तो सफा गरेर, ठुल्ठुलो बुट्टाहरु मात्र राखेर। अनि सानो चाहिँ मैले पुरै फाडेको थिएँ। मम्मीले चाहिँ सफा गर्नु भइसकेको रहेछ, एकदम धेरै खुसी लाग्यो। अब मकै छरेर त भइसक्यो साथीहरु। अब मल बोक्नुपर्छ अरे, दाउरा बोक्नु पर्ने हुन्छ। अनि यहाँ माथिहरु पनि कति धेरै दाउरा काटेर राखेको छु म। त्यो दाउराहरु पनि बोक्नु पर्ने हुन्छ। के गर्नु साथीहरु, पहाडमा यस्तै हुन्छ, काम गर्नुपर्छ, यस्तो भिर उकालो चढ्नुपर्छ। बिरामीपछि म उकालो खासै चढेको थिएन नि त साथीहरु। त्यसपछि उकालो चढ्नको लागि यति धेरै भ्याउ हुँदो रहेछ क्या। यस्तो उकालो चढ्नुपर्छ हेर्नु। माई गॉड। अनि मेरो ड्रेसअप फेरि कस्तो छ थाहा छ? गाउँमा बस्ने मान्छेको ड्रेसअप। यहाँ हेर्नु, चप्पल, त्यसपछि के हुन्छ मेरो कपडा, टी सर्ट, जाने। यसरी पो हिँड्छ त हो म त गाउँमा बसे पनि। यो कालो बाटो हिँड्नु पर्दा यस्तो ठाउँ हुन्छ साथीहरु। सो गाइस, म आधा बाटो हिँड्दा हिँड्दै यहाँ आइपुगेको छु। अब हेरौँ कति छैन त। हाम्रो घाँसहरु उम्रेको रहेनछ, यतिको भइरहेछ भर्खर। खासै होइन साथीहरु काफल चाहिँ किनकि
पहिलाको जति हुनुपर्ने त्यति धेरै चाहिँ रहेन सकिन भएको किन रहेन एकदम चाहिँ हल्का पातलो हेर्ने यो काफलको बुट्टा बुट्टै बिचरा पातलो भइरहेछ ठिकै छ म फर्केर अर्को ठाउँमा गइहाल्छु नि त अर्को ठाउँमा गएर टिपिहाल्छु अनि यहाँ चाहिँ नि आउनु जानु मात्र दुःख भयो मलाई ठिकै छ घाँस हेर्न पनि हो नि त म अनि घाँस हेर्न आउँदाखेरि ठिकै भयो यता घाँस हेर्न पनि भयो उता काफल खान भनेको थिएँ काफल खान जानु पाइएन ठिकै छ अर्को बुट्टामा गएर हेरिहाल्छु अनि मैले घाँस चाहिँ नि यो बुट्टाहरू सोचेको छु घर लानको लागि सानो सानो बाख्राको बच्चाहरूको लागि त एकदम धेरै राम्रो बेस्ट हुन्छ नि यो घाँसहरू अनि यति धेरै जङ्गल छ क्या साथीहरू यस्तो हो के अनि हामी चाहिँ कत्रो कत्रो बुट्टामा चढ्छौँ साथीहरू थाहा तलदेखि हेर्नु ल यत्रो यत्रो बुट्टामा चढेर बुट्टा घाँस चाड्छौँ क्या कति धेरै गाह्रो हुन्छ होला है हामीलाई नपत्याए तपाईँहरूलाई अर्को बुट्टामा यति ठुलो बुट्टा देखाउँछु म बुट्टामा चढ्ने बुट्टा र त्यसको चाहिँ नि तलदेखि अलिक हाँगा खान्छ चढ्नु सकिदिन्छ हाँगा नहुने बुट्टाहरू चाहिँ एकदमै धेरै गाह्रो हुन्छ क्या ल है यो हेर्नु ल यो हेर्नु ल हेर्नु ल हेर्नु ल हेर्नु ल हेर्नु ल ओ माई गड कहाँ पुग्छ आज फेरि साथीहरू 2 बजे थाल्दा नै घाम लागेको छैन एकदमै धेरै प्यारो मौसम छ मेरो लागि किनकि मलाई यस्तो मौसम मनपर्छ नि त त्यही भएर एकदमै धेरै प्यारो मौसम छ मेरो लागि अब म चाहिँ नि घर जान्छु घर गएर म अर्को ठाउँमा हेर्न गइहाल्छु नि त बाटो तपाईँहरूले देख्नु भएन होला ए बाटो चाहिँ नि यस्तो छ यत्रो बाटो हो साथीहरू तपाईँले यसको बुट्टालाई चिन्नुहुन्छ कि नै यो बुट्टा चाहिँ नि के अरे फुल पनि खानुहुन्छ अनि यसको बाख्राहरूलाई गोरुहरूलाई यस्तो बस्तुहरूलाई घाँस भाउ दिनु पनि हुन्छ कि यस्तै यस्तो यस्तो राम्रो छ है म ओह्राले यस्तो ओह्रालो झर्नुपर्छ साथीहरू पाहाडमा बसेको मान्छे हो नि त ओह्रालो झर्न त केही सक्नु लाग्दैन सो फाइनली गाइस म काफलको बुट्टामा नि चढिसकेँ काफल कस्तो छ हेरौँ ल हेर्नु ओ माई गॉड सो फाइनली गाइस म काफल पनि टिपेर आइसकेको छु र आजको भिडियो यतितिर व्यवस्था गर्न चाहन्छु ताकि त्योभन्दा अगाडि मैले यति काफल टिपिसकेको छु र आजको भिडियो यतितिर व्यवस्था गर्न चाहन्छु आजको भिडियो कस्तो लाग्यो जस्तो लाग्यो यस्तै सुझाव सल्लाह प्रतिक्रिया भने दिनु नभुल्नु होला अन्डे बाई बाई सी यू टुमारो नेक्स्ट भिडियो वाचिङ फर माई भिडियो